नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ आजको हाम्रो भिडियोमा। आज भने हामी कुरा गर्दै छौं भर्खरै मात्र रिलिज भएको सन अफ सरदार 2 को टिजरको बारेमा। करिब 12 वर्षपछि अजय देवगनको यो पुरानो पपुलर फ्रेन्चाइज फिर्ता आएको छ। के यो टिजरले पुरानै झल्को दिइरहेको छ त? के छ त नयाँपन यसपटक? आउनुस् यो टिजरको समीक्षा गरौं विस्तारमा। टिजर सुरु हुन्छ अजय देवगनको दमदार एन्ट्रीबाट, बिल्कुलै सरदार स्टाइलमा। एक्सन र एटिट्युडले भरिपूर्ण। उनको डायलग नेपालीमा भन्नुपर्दा कट डाउन सुरु भयो सरदारको। टिजरको टोनले तुरुन्तै पुरानै फिल्म याद दिलाउँछ। हास्य, स्टाइल र ठट्टौली भरिएको एकदमै एनर्जी प्याकेट भाइब। अजय देवगन यसपटक पनि मुख्य भूमिकामा छन्, तर फिल्ममा नयाँपन ल्याएकी छन् मृणाल ठाकुरले, जो फिल्ममा रबियाको भूमिकामा छिन्। उनीसँगको रोमान्सको झल्को टिजरमा मिठाससहित प्रस्तुत गरिएको छ। त्यस्तै सञ्जय मिश्रा, चुम्की पाण्डे, निरु बाजपा र रवि किशन जस्ता कलाकारहरूले फिल्ममा हास्य र ड्रामा रस थपेका छन्। र फिल्ममा एकदमै भावुक बनाउने दृश्य मुकुलदेवको अन्तिम उपस्थिति। उनको टोनी पात्र फेरि देख्दा आँखा रसाउँछ। फिल्मको लोकेसन, म्युजिक र सिनेमेटोग्राफीको कुरा गर्दा फिल्मको सुटिङ लोकेसन हेर्दा यस्तो लाग्छ यसपटक फिल्मको सुटिङ भारतमा मात्र सीमित छैन। स्कटल्यान्डका हरिया डाँडाहरू, युरोपियन सहरहरूको भ्यू, यो टिजर भिजुअल्ली स्टनिङ देखिन्छ। ब्याकग्राउन्ड म्युजिकले एक्सन कमेडीमा उत्तिकै एनर्जी थपेको छ। क्यामेरा मुभमेन्ट, कलर टुन र एडिटले यो टिजरलाई उत्कृष्ट लुक दिएको छ। सन अफ सरदार 2 ले एउटा हल्का मन बहकाउने पारिवारिक मसलादार फिल्म दिने अपेक्षा गरिएको छ। अजय देवगनका फ्यानहरूका लागि त यो उपहार नै हो। र मृणाल ठाकुरको केमिस्ट्रीले अझ ताजगी ल्याएको छ। एक्सन, कमेडी र इमोसनको मिश्रण यो फिल्ममा देखिने सम्भावना प्रबल छ। 25 जुलाई 2025 मा यो फिल्म रिलिज हुँदैछ। हेर्न को आतुर हुनुहुन्छ? के तपाईले यो टिजर हेर्नुभयो? तपाईलाई टिजर कस्तो लाग्यो? कृपया तपाईलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट, शेयर गरिदिनु होला। साथसाथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। अर्को भिडियोमा फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि नमस्कार, धन्यवाद।